हेलो नमस्कार। आज चाहिँ म अब नानीहरुको आज सैटरडे स्कुल छुट्टी हो। आज नानीहरु सबैजनाले भेला गरेर चाहिँ म चाहिँ अब यहाँबाट चाहिँ घरबाट चाहिँ स्टार्ट गरेको छु। जाँदै छु। यस्तो प्रकारको चाहिँ अब हामी जाँदैछ। दुईजना तीनजना चाहिँ अब अलिकति अगाडि नै गइसकेको छ हो। अन्त जाँदै छौं हामी। अब चाहिँ हामी टक्कै तीनजना हामीदेखि अघि छुट्टिएर गएको तीनजनासँग चाहिँ टक्कै भेटघाट भयो। तीनजना चाहिँ यिनीहरू हो। अब जाँदैछ यसरी हो। हेर्नुस् ट्रेकिङ गर्दा चाहिँ कस्तो लाग्यो नानीहरुलाई अलिकति बताइदिनु त। ट्रेकिङ गर्दा कस्तो लाग्यो? त्यो बाटो आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ अब हाम्रो देवीथान देवीथान भन्छ हो। अन्त देवीथान भइकन चाहिँ अब हामी देवीथानको बाटो भएर चाहिँ हामी जाँदैछौँ। अब यसलाई चाहिँ देवीथान भनिन्छ हो। अब हाम्रो गाउँले वासीहरूले चाहिँ यहाँ देवी पूजा देवीथान भनेर चाहिँ अब पुज्छ। अब उहिलेदेखिकै हो यो गाउँ बस्नुभन्दा अगाडिदेखि नै अब यहाँ चाहिँ देवीथान भनेर चाहिँ गर्छ। मजाको छ। अब यो भित्र चाहिँ म आज तपाईहरुलाई यो भित्रको दृश्यहरू चाहिँ देखाउन सक्दिनँ, किनकि आज चाहिँ म अलिकति अबेला आएको छु। अनि त्यसकारणले गर्दाखेरि चाहिँ भित्र चाहिँ म देखाउन सक्दिनँ। बाहिर देखाएर जान्छु। कुनै दिन तपाईहरुलाई यहाँको पनि म यहाँ भित्रको पनि देखाउँछु। हेलो गाइस, अब चाहिँ हामी फाइनली हामी अहिले सर्टकटबाट चाहिँ अब मेन बाटो आइपुग्यो हो। मेन बाटो आइपुगेपछि चाहिँ अब यसरी यो बाटो जान्छ हो। गेस्टहरू पनि जानु हुँदैछ हो। गाडी पनि जान्छ हो।